एक दुईवटा लुगा पनि छोडेको छैन? लुगाहरू त यिनै त हो नि कि। टिकटक बा सुन्नुहुन्न यसो घरिघरि यसो आमाको कपडा जान्छ बाघलाई जाने अरे फेरि मलाई जाने अरे अर्को भुरो पर्दैन छ। अझ बिहे गर्ने झ्वाक छ बा? अब नल्याए त बिजौ छ मेरो। ल्याउने नै भयो हेरे फेरि भर्खरै ल्याउने कि त्यस्तै ल्याउने? बुढी मान्छे ल्याउने कि अलिक उमेर पाएको तपाईँकै उमेरको ल्याउने हो कि त्यस्तै ल्याउने? अब जस्तो सुकै भए पनि जाने अरे ताताको चिसाको तातो गराएर खानेसम्मको त चाहियो नि। चाहियो। तपाईँको मनबाट चाहिँ कति वर्षको सम्म हुन्छ जस्तो लाग्छ? अब कति वर्ष अब खोज्दैखेरिमा चाहिँ नि यति वर्ष उति वर्ष त कुरै भएन। जस्तै अन्दाजी त्यो तिनीहरूको त्यो टिकटकले गर्दाखेरिमा त्यो केटासित जाने अरे फोनले गर्दा केटी उडिया जस्तो मलाई लाग्यो। हेरे त्यो टिकटक कताबाट आएछ बा? यो हेटबाट आएर भनेर जस्तो मलाई चाहिँ यसो विचार जान्ने देख्छ। तपाईँ के आमालाई बा पिट्नुहुन्थ्यो हिर्काउनुहुन्थ्यो कि? मैले केही पनि गरिदिन्थेँ म त। के गर्दैनुहुन्थ्यो? हेरी नदेखिकन यही हो भनेर भन्ने कुरा पनि भएन। माया त अति लाग्छ नि तपाईँलाई होइन? नलागे भएदेखि त यो कुरै हुँदैन थियो नि। तिनवटा बस्ती छ नि यहाँ। हेरे बाबु यो त आऊ न भैँसीलाई हान्छ। सबै है अब के चाहिँ गर्नु? यस्तो गाईको दुध भैँसीको दुध खुवाउँदै राख्नु भएको रहेछ पोसाएर दिनुहुन्थ्यो दुध। अब यो ब्याउनी छ भित्ता चाहिँ एउटा दुहुनु छ सर। आमा बुवा आमालाई यो गाईको यो भैँसीको दुध दही दिनुहुन्थ्यो? कतिवटा भइसक्यो? दिनुहुन्थ्यो कि दिनुहुन्न थियो? तिनवटा छ हजुर, तिनवटा दिनुहुन्थ्यो कि दिनुहुन्न थियो? एउटा ब्याउनी एउटा दुहुनु छ। भैँसी ब्याउनी छ। बाको त राम्रो खर्च उठ्ने रहेछ। अब आमाले नै छोडेर हिँडिसक्यो। गाह्रो भयो। गाई बस्तु हेर्दा हेर्दै बाले आमालाई टाइम दिनु भएन कि क्या हो? के हो हजुर, अब केही विशेष गर्न सकिएन।